नमस्कार, तपाईहरु हेरिरहनु भएको छ युट्युब च्यानल आजको आवश्यकता। आज हामी कुरा गर्नेछौँ इमोको रिङटोन कसरी चेन्ज गर्न सकिन्छ। तपाईहरुले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छ भने सब्स्क्राइब गरिदिनु होला। युट्युब च्यानल आजको आवश्यकता। सर्वप्रथम हामीले एउटा एप्सको आवश्यकता पर्दछ जसलाई हामी प्ले स्टोरमा सर्च गर्नुपर्ने हुन्छ। एपीके एडिटर यहाँ टाइप गरेर देखाए चाहिँ टाइप गर्नुपर्ने हुन्छ। इन्स्टल गर्नुस्, एक्सेप्ट गर्नुस्, डाउनलोड हुन्छ। यो धेरै एमबी को छैन, कम्तीको छ, 7 एमबी को छ लगभग। डाउनलोड भइसक्यो, इन्स्टल हुँदैछ। ओपन गर्नुस्। ओपन गरिसकेपछि दोस्रोमा जानुस्, टच गर्नुस्। तपाईको मोबाइलमा जति पनि एप्सहरु लगाउनु भएको छ त्यो सबै सम्पूर्ण शो गर्छ। तर तलमाथि गरेर सम्पूर्ण एप्सहरु हेर्न सक्नुहुनेछ। र हामीलाई चाहिएको छ अहिले इमोमा जानुपर्ने हुन्छ। इमोलाई टच गर्नुस् तपाईले। हेरौं इमोमा टच गर्नुस्। यो तीनटा फाइल देखाउँछ, तीनटा दोस्रोमा जानुपर्ने हुन्छ र अडियोमा सिलेक्ट गर्नु पर्छ। यो सबै इमोका रिङटोनहरु हुन्, तर लास्टको पेन्सिलको सिग्नल जस्तो भएकोमा टच गर्नुस्। यहाँ जति पनि तपाईको मोबाइलमा भएको प्रोग्रामहरु यहाँनिर देखाउनेछ। तपाईले MP3 आफ्नो मोबाइल भित्र बनाउनु पर्ने हुन्छ। एक्सटर्नलमा इन्टरनल मेमोरीमा। यो मैले सिलेक्ट गरिसकेको कारणले अब तल सेभ गर्नुस्। वर्किङ प्रोसेसिङ हुँदैछ। तपाईले ध्यान दिएर हेर्नुपर्ने हुन्छ। रोकी गर्नुस्। सबै एन्ड्रोइडमा सपोर्ट गर्नेछ। अब तपाईले यो यसरी इन्स्टल आउँछ, यसलाई मिनिमाइज गर्नुपर्ने हुन्छ। मिनिमाइज गरेर यो इमोलाई डिलिट गर्नुपर्ने हुन्छ यहाँ देखाए जस्तै। अब अनइन्स्टल गर्नुस्। यो रद्द। म्याक्सिमाइज गर्नुपर्ने हुन्छ। फेरि म्याक्सिमाइज गरेर फेरि पुनः त्यो अघिको इन्स्टल हुने ठाउँमा जानुपर्ने हुन्छ। इन्स्टल गर्नुस्। इन्स्टल हुनेछ। इमोलाई इन्स्टल गर्नुस्। अब नम्बर भेरिफाई गर्नुपर्ने हुन्छ। नम्बर भेरिफाई गर्नुस्। फेरि पुनः ओके। अहिले पूर्णसँगले चेन्ज भइसकेको छ। अहिले रिङटोन इमोका रिङटोनहरु अब तपाईको रिङटोन चेन्ज भइसकेको छ। अब पुनः हामी तस्बिरद्वारा तपाईहरुलाई सम्झाउने कोसिस गर्नेछौं। नमस्कार आदरणीय सर्जकवृन्द, तपाईहरु हेरिरहनु भएको छ आज युट्युब च्यानल आजको आवश्यकता। आज हामी कुरा गर्नेछौं इमोको रिङटोन कसरी चेन्ज गर्न सक्छ। इमोको रिङटोन चेन्ज गर्नको लागि हामीलाई सर्वप्रथम एउटा एप्सको आवश्यकता पर्छ। जुन एप्स डाउनलोड गर्नको लागि प्ले स्टोरमा जानुपर्ने हुन्छ। आउनुस् प्ले स्टोरमा जाउँ। जब प्ले स्टोरमा जान्छौं, प्ले स्टोरलाई ओके गरौँ। यसलाई ओके गरेपछि तपाई प्ले स्टोरमा जानुहुनेछ। आउनुस् प्ले स्टोरको आइकन्स। यसलाई ओपन गरिसकेपछि यस्तो देखाइन्छ। जुन एरोमा तपाईले टाइप गर्नुपर्ने हुन्छ एपीके एडिटर। एपीके एडिटर यहाँ टाइप गर्नुस्, लेख्नुपर्ने छ यसरी एपीके एडिटर। आफ्नो मोबाइलबाट यो जुन आइसकेको छ एपीके एडिटर मुनिबाटै छ। यसलाई घेराबन्दी गरेको छौं। यसलाई तपाईले ओके गर्नुपर्ने हुन्छ, डाउनलोड गर्नुपर्ने हुन्छ। जब ओके गर्नुहुन्छ इन्स्टल यसरी देखाउने छ। यही हो
आइकन्स यसलाई इन्स्टल गर्नुस् तपाई इन्स्टल गर्नुस् जब इन्स्टल गर्दाखेरि तपाईको 0 1 2 3 4 यसरी गरेर 10 भएको छ अहिले 100 सम्म पुग्छ 100 सम्म पुगेपछि तपाईको इन्स्टल पूर्ण रूपमा भइसक्नेछ आउनुस् इन्स्टल भइसकेकोलाई ओपन गर्नेछौं यसलाई ओपन गर्नुस् एपीके फाइल घेराबन्दीलाई ओपन गर्नुपर्छ जब तपाईले ओके गर्नुहुन्छ ओपन गरिसकेपछि यहाँनिर यस्तो खालको देखाउने छ यो सिलेक्ट एपीके फाइल सिलेक्ट एपीके फ्रम एप तपाईले यो दोस्रोलाई चाहिँ ओके गर्नुपर्ने हुन्छ टच गर्नुपर्ने हुन्छ एरोले देखाइसकेको छ हामीले तपाईको मोबाइल अनुसार मोबाइल अलिक ह्याङ छ भने तपाईको हल्का प्रोसेसिङ भएको देखाउने छ नत्र भए यस्तो देखाउने छ यस्तो आइकन देखाउने छ नत्र भए डाइरेक्ट सिधै तपाईको मोबाइलमा यस्तो देखिनेछ जति पनि तपाईको मोबाइलमा एप्सहरु लगाउनु भएको छ जुन एप्सहरु यसरी शो गर्नेछ तल माथि गरेर तर हामीलाई अहिले तत्कालै चाहिएको छ इमो हामीले इमो चाहिएको छ यस इमोमा जानुस् तपाई जब इमोमा गएपछि तपाईको इमोलाई ओके गरिसकेपछि यहाँ तीनटा अप्सनहरु देखाइनेछ तीनटा अप्सन यो पहिलो दोस्रो फुल एडिट सिम्पल एडिट कमन एडिट सिम्पल एडिटलाई तपाईले ओके गर्नुपर्ने हुन्छ टच गर्नुपर्ने हुन्छ यसलाई ओके गर्नुस् जब ओके गरिसकेपछि तपाईको मोबाइलमा यसरी आउँछ फाइल इमेज अडियो तपाईले क्रसलाई छोडेर राइट लगाएको अडियोसमा तपाईले यसलाई ओके गर्नुस् हामीले तपाईहरुलाई सजिलो हर कोहीलाई पनि सजिलो होस् भन्नको लागि हामीले यसरी देखाएका हौं माफ गर्नुहोला कतिपयलाई असजिलो भएको होला कतिपयलाई सजिलो भएको होला स्वीकार होला अडियोलाई ओके गर्नुस् ओके गरेपछि यहाँ आफ्नो इमोमा भएको प्रत्येक रिङटोनहरु यहाँनिर आएको छ यताबाट तपाई यो राइट गोलो घेरामा प्ले गर्न सक्नुहुनेछ तर हामीलाई चाहिएको छ लास्टको चेन्ज गर्ने कुनै पनि चेन्ज गर्न सक्नुहुन्छ चेन्ज गर्नको लागि तर हामीलाई यो पेन्सिलको जस्तो आइकन्स भएकोमा चाहिँ आएर तपाईले टच गर्नुपर्ने हुन्छ जब यसलाई टच गर्नुस् यो तपाईको सम्पूर्ण माथिकोलाई चेन्ज गर्न सक्नुहुनेछ यो चेन्ज गर्नको लागि यसलाई टच गर्नुस् टच गरिसकेपछि तपाईको मोबाइलमा भएको सम्पूर्ण फाइलहरु देखाउनेछ तल माथि यसमा चाहिँ MP3 देखाएको छ MP3 गानालाई तपाई आफ्नो मोबाइलमा भएको सम्पूर्ण MP3 गानाहरु आउनेछ भइसक फोन मेमोरीमै रहे राम्रो हो यसरी आएपछि यसलाई ओपन गरे हाम्रो मेरो MP3 लाई यहाँनिर भएको MP3 लाई ओपन गरेको छु यहाँ 4-5 वटा सङ छ यसमध्ये एउटा खुकुरी धारले भन्ने गानालाई चाहिँ मैले सिलेक्ट गरिसकेको छु अनुस यसलाई ओके गरिसकेपछि जब ओके गरेपछि यसरी आउँछ मुनि तपाईले यसलाई सेभ गर्नुपर्ने हुन्छ जब सेभ भएपछि वर्किङको साइन आउनेछ यसरी अब सेभ गर्नुस् आफ्नो यसलाई सेभ गरेपछि यसरी आउनेछ वर्किङ हुँदै प्रोसेसिङ भएको आउँछ केही क्षणमै भइहाल्नेछ तपाईले कुनै अतालिनु पर्ने कुनै आवश्यकता छैन जब वर्क पूरा भइसकेपछि तपाईको मोबाइलमा इन्स्टल फेरि इन्स्टल भनेर आउनेछ यसलाई केही नगर्नु तपाई यसलाई एकछिन यतिकै छोडौं आफ्नो मोबाइललाई चाहिँ यहाँबाट स्टप गरेर तपाईले मिनिमाइज गर्नुस् मिनिमाइज गरिसकेपछि मिनिमाइज गरेपछि इमोमा गएर इमोलाई डिलिट गर्नुस् जस्तो यो चाहिँ मैले सिकाए यहाँ हामीले यहाँनिर बताएका मात्रै हौ त्यसो इमोलाई डिलिट गर्नुस् डिलिट गरिसकेपछि डिलिट गर्दाखेरि तपाईले अनइन्स्टल भनेर आउनेछ अनइन्स्टल गर्दिनुस् इन्स्टल हैन अनइन्स्टल गर्दिनुस् अनइन्स्टल गरिसकेपछि तपाई पुनः त्यही ठाउँमा आउनु पर्ने हुन्छ यहाँनिर हामीले देखाएको छौं यसलाई डिलिट गर भनेर हामीले साइन गरेको मारौं डिलिट गर्दाखेरि साइन यस्तो आउनेछ तब अनइन्स्टल हो यसरी डिलिट गरेपछि अनइन्स्टल आउनेछ अनइन्स्टल गरेपछि पुरा निस्किन जानेछ तपाईको मोबाइलबाट अनि पुनः तपाई हामी फेरि म्याक्सिमाइज गर्नुस् मोबाइललाई अघिको जुन प्रोग्राममा हामी गएको थियौं इन्स्टल भनेको ठाउँमा म्याक्सिमाइज गर्ने सिग्नल हो यो एन्ड्रोइड को हरेक एन्ड्रोइड मोबाइलको फरक हुन्छ तपाई यहाँ हामीले यस मोबाइलको आधारमा गरेका छौं
जब म्याक्सिमाइज गर्दाखेरि तपाईको हरेक प्रत्येक प्रोग्रामहरु देखिनेछ कुन कुन प्रोग्रामहरु मोबाइलमा खोलिएको छ त्यो देखाइनेछ जस्तो यहाँ 3-4 वटा प्रोग्राम छ यहाँनिर जुन हामीले हाइलाइट गरेका छौं हो यो हाइलाइट गरेकोलाई चाहिँ तपाईले टच गरेर ओपन गर्नुपर्ने हुन्छ ओपन गर्नुस् ओपन गरिसकेपछि अब चाहिँ इन्स्टल गर्नुस् अब तपाईले यसलाई इन्स्टल गर्नुस् इन्स्टल गर्दाखेरि तपाईको यहाँ इमो इन्स्टल भनेर आउनेछ इमो इन्स्टल गर्नुस् पूर्ण रूपमा इन्स्टल गरिसकेपछि फेरि तपाईले ओपन गर्नुपर्ने हुन्छ ओपन गर्दाखेरि फेरि पूर्ण तपाईलाई इन्स्टल प्रोसेसिङ हुँदाखेरि तपाईको सिग्नल यसरी दिनेछ केही हतारिनु पर्दैन केही समय लाग्नेछ जब यसलाई फेरि ओपन गर्नुस् इमो पूर्ण रूपमा इन्स्टल भइसकेछ अब ओपन गर्नुस् गर्दाखेरि तपाईले पूर्ण एक्टिभ गर्नु तपाईले पहिला जसरी इमोलाई एक्टिभ गर्नुहुन्थ्यो भेरिफिकेसन गर्नुहुन्थ्यो त्यसरी नै भेरिफिकेसन गर्नुस् ले साइपर्सको नम्बर लगाएर भेरिफिकेसन गरेका छौं र तपाईहरुलाई एपीके फाइल एपीके एडिटरको हामी डिस्क्राइबमा हामी हाल्ने छौं त्यहाँबाट सोतै तपाई डाउनलोड गर्न सक्नुहुनेछ र पूर्ण तपाईले चेन्ज गर्नु पर्यो एपीके एडिटरमा गएर तपाई पूर्ण रूपमा तपाई परिवर्तन गर्न सक्नुहुनेछ आफ्नो रिङटोनहरु सेम प्रोसिजर पहिलाको जस्तै तपाईहरुलाई हाम्रो च्यानल युट्युब च्यानल मन परे र यो भिडियो मन परे शेयर गरिदिनु होला लाइक गरिदिनु होला हामी पुनः यस्तै भिडियोहरु प्रस्तुत गर्ने छौं धन्यवाद।